कति दिन बाद मिल्ने नियम ए नमस्ते काका आशीर्वाद हजुर के गरेको तिमी यहाँ नै अचार रम खाँदैछौ के हो भतिजले त होइन काका यो उयो माथि दादाले मगा कि दादाले खान्छ अरे हौ होइन भतिजले त रमै खाँदैछ जस्तो लाग्यो होइन काका मैले खाएको छुइनँ होइन यतातिर कपहरूमा यतातिर लुगा होला भतिजले लुकाएको छैन काका म त थाहा छ तपाईँलाई भतिज किन लजाको हो काकासँग किन लजाको भतिज कोही बेला एउटा क्लास हेर्नु न होइन होइन पर्दैन काका ती यहाँ गोजीमै बोकेर हिँड्ने बानी काकासँग किन लाग्यो छैन काका भतिजाहरूसँगै देखिन नि त होइन लगाइदिन्छ के गर्नु है भतिज अनि काका किन लगाउनु अप्ठ्यारो मान्नै पर्दैन भतिज पर्दैन है मान्नु पर्दैन आखिरमा खाने त हो खाने कुरै हो र पकाइदिउँ है रथ हराइदिउँ है त्यसै गर्नुपर्छ हो भतिज लु काका लु भतिज ए भतिज राम पनि सकियो भतिज तर भतिज मलाई तिम्रो पानी बेहोर मन परेन भतिज किन काका अन्त काकाको छेउमा खान्छ काकाको छेउमा लाज गरम छैन भतिज तिमीलाई यस्तो भतिज कसकै पनि नहोस् हौ लाग लाग्दैन भतिज तिमीलाई लाग्छ नि अरे तेरा काकाको छेउमा हुँ भएको कहाँ खानुहुन्छ यस्तो हुन्छ के खायो मेरो छेउमा काका म गएको र ज्वरो पायो अब खाएपछि आउँछ नि ज्वरो पैसा त तिरेर जाऊ है बत्ती के काकाको छेउमा लास्ट है खानु हुँदैन थाहा छैन खानु हुँदैन भनेर जाऊ कि यो भतिजले त काकाको छेउमा खाँदो रहेछ